अफ द प्लानलाई चाहिँ बढी त्यस्तो देख्छु हेर्नु होइन अफ द प्लानबाट पैसा म बनाउँछु 20-25 हजार पैसा म होल्ड गर्छु भनेर चाहिँ गेन गर्ने बारहरू चाहिँ मैले चाहिँ उहाँहरूलाई चाहिँ एजुकेट चाहिँ गर्छु हेर्नु है। अनि अब तपाईँको नेक्स्ट इयर रिलिज हुने जग्गाहरू जुन तपाईँहरूले बेचिरहनु भएको छ नि होइन अब त्यसमा चाहिँ अहिले के पुट एन्ड कल अप्सन राखेर पुट एन्ड कल पहिला चाहिँ आई थिङ्क पहिला जस्तो चाहिँ मैले के भन्छु भने फेरि मान्छेहरू चाहिँ पहिला जस्तो क्रेजिली जम्प चाहिँ गरेको छैन है फेरि होइन किनकि मान्छेले चाहिँ जस्तै हामी कुरा गर्दा म पनि के भन्छु भने भोलि गएर क्लाइन्टलाई त्यो डिफिकल्ट सिचुएसनमा परेर न उसले सेटल गर्ने होइन न ऊ अड्किने हामीलाई पनि बेकारमा त्यो स्ट्रेस हुने भन्दा चाहिँ मैले चाहिँ क्लाइन्टलाई के सोध्छु हजुरको गोल भनेको यो जग्गा रजिस्टर हुन्छ म 20-25 हजार जग्गा फाइदा बनाउँछु भनेर इन्भेस्ट गर्दै हुनुहुन्छ भने आई थिङ्क त्यो चाहिँ त्यतिको रिस्क चाहिँ अहिले नलिँदा हुन्छ किनभने एउटा हामीले पास्ट इक्जाम्पललाई लिएर सिक्ने कुरा त देख्यो नि त होइन 680 किनेर साइन गरेर पछि 6 लाखमा सेटल गर्नुपर्ने अवस्था हुँदाखेरि पनि त्यो अनि तपाईँले 650 जग्गा किन्नुभयो हेर्नु $20,000 स्टाम्प ड्युटी बुझाउनु पऱ्यो भोलि एजेन्टलाई बेच्ने फी दिनु पऱ्यो भनेपछि तपाईँको 30,000 गेन भयो भने तपाईँको त जिरो गेन भयो होइन त्यही भएर चाहिँ यो मार्केटमा चाहिँ मैले त्यो मात्र मेन्टालिटी लिएर चाहिँ इन्भेस्ट नगर्नु भनिरहेको छु मैले चाहिँ होइन मैले चाहिँ के छ भने हो तपाईँले भोलि बोरिङ क्यापेसिटी वाइज एउटा घर राख्छु म 1-2 वर्ष होल्ड गर्छु भने चाहिँ त्यो चाहिँ राइट इन्भेस्टमेन्ट हुनसक्छ तपाईँलाई र फर्स्ट टाइम बाला त तपाईँलाई भनौँ न आफ्नो एउटा घर बनाउँदै प्लान गर्दै हुनुहुन्छ भने एटलिस्ट जग्गामा साइन गर्दै गर्दाखेरि त्यो जग्गा पास गरेर त्यसमा घर बनाएर आफूले चाहिँ त्यसलाई होल्ड गर्न सक्ने अवस्था छ छैन भन्ने कुरा चाहिँ एसेसमेन्ट चाहिँ आई थिङ्क गर्न आवश्यक छ। म एकदम म त एकदम मेरो क्वेसन भनेको जहिले पनि बाहिर कतिपय अवस्थामा मैले त यतिकै त्यो गएर अब अहिले होइन 1.5-2 वर्षपछि रेजिस्टर हुने हो भनेर यतिकै भनौँ न 5% डिपोजिट गरेर जग्गा चाहिँ होल्ड गर्ने ट्रेन्ड पनि छ होइन अब विदाउट द एसेसमेन्ट पनि होइन खै अब मैले चाहिँ त्यो क्वेसन चाहिँ मेरो बाबालाई गरेर आउँछु होइन किनकि म चाहिँ के गर्छु भने जहिले पनि तपाईँको मोटिभ के त जस्तै ठिक छ ल्यान्ड किन्न खोज्नुभयो म ठिक छ म ल्यान्ड तपाईँलाई भने जस्तो ल्यान्ड मिलाउँला हाम्रो बेस्ट प्राइस के हुन्छ त्यो कुरा गरौँला तपाईँको मोटिभ के हो त एट द एन्ड अफ द डे त यो तपाईँको फर्स्ट प्रपर्टी हो तपाईँको गोल के हो किनकि हामीले त इन्ट्रेस्ट रेटबाट पनि काम गरेर आउँछ नि टास्मेनियाबाट एकदम मुभ ब्याक गर्ने बारहरू यति धेरै हुनुहुन्छ हेर्नुहोस् होइन अनि रिजनल एरियाबाट भयो भने रिजनल एरियाबाट यति धेरै मुभ ब्याक गर्ने मान्छेहरू हुनुहुन्छ उहाँहरूसँग कुरा हुँदा चाहिँ धेरैको चाहिँ हामीले चाहिँ आई थिङ्क ओनरको पार्ट चाहिँ बढी फोकस छौँ हेर्नु होइन अब इन्भेस्टरमा चाहिँ कस्तो इन्भेस्टर बढी आइरहेको छ भने एउटा यो हाउस एन्ड ग्रानीको कन्सेप्ट अस्ट्रेलियामा अलिकति बढी पपुलर भएको भएर त्यो चाहिँ मैले बढी चाहिँ अफ द प्लानलाई चाहिँ बढी त्यस्तो देख्छु हेर्नु होइन अफ द प्लानबाट पैसा म बनाउँछु 20-25 हजार पैसा म होल्ड गर्छु भनेर चाहिँ गेन गर्ने बारहरू चाहिँ मैले चाहिँ उहाँहरूलाई चाहिँ अलिकति चाहिँ एजुकेट चाहिँ गर्छु हेर्नु है भोलि गएर यो पनि सिनारियो छ तपाईँ प्रिपेयर्ड हुनुहुन्छ त त्यसको लागि भनेर चाहिँ मैले एजुकेट गरेर आउँछु त्यो आवश्यक पनि छ किनभने तपाईँको चाहिँ हामीले जग्गा साइन गर्दाखेरिका विभिन्न घटनाहरू देखिरहेछौँ नि त अब तपाईँ पनि यो 5-7 वर्षदेखि मार्केटमा हुनुहुन्छ हामीले यो बिचमा प्राइस ड्रप पनि देखाएको छौँ प्राइस अप पनि देखाएको छौँ सर्ट टाइममा एक्जिक्युटिभ प्राइस भत्तै बढेको पनि देखाएको छौँ होइन अनि अब किनेको 5-7 वर्षमा चाहिँ प्राइसै ग्रोथ नभएको होइन कतिपय अवस्थामा घाटाखारी बेचिरहेको होइन मान्छेले यहाँ प्राइस लुज गरिरहेको अवस्था चाहिँ बाहिर सेयर हुँदैन त्यति होइन तर प्रपर्टीमा लगानी गरेर प्राइसै ड्रप गरेर बेचेर पैसै गुमाउनेहरू पनि धेरै हुनुहुन्छ होइन त्यो जोड्नेहरू त धेरैले सेयरै गर्नुहुन्न होइन हामीले चाहिँ 6 लाखमा किनेको 12 लाख मात्रै भयो भन्ने कुरा मात्रै हामीले बाहिर आइरहेको हुन्छ होइन तर कति समय होल्ड गर्न सकिन्छ त्यो प्रपर्टी भन्ने कुराले नै म्याटर गर्छ होइन तपाईँले अस्ट्रेलियामै किनेर पनि पैसा त्यही अस्ट्रेलियामा पैसा बनाउने पनि हुनुभयो पैसा गुमाउने पनि हुनुभएको छ नि त। सिम्पल इक्जाम्पल अहिले हेर्नु न तपाईँले जस्तै एउटा ल्यान्डै किन्नुभयो होइन पहिला ल्यान्ड किनेर हामीले हेर्नु 13th एभिन्यू भन्ने डेभलपमेन्टमा हामी 5-6वटा रिसेल पनि गऱ्यौँ कि उनीहरूले 650मा किनेको हामीले 650मा बेच्यौँ 322 को जग्गा अहिलेसम्म होल्ड भएको त 7 लाखमा बिक्री हुन सक्दो रहेछ नि त होइन होइन उहाँले चाहिँ अब अर्को 3 मन्थ्स होल्ड गर्न सबैको चाहिँ जग्गा रजिस्टर भयो मल्टिपल प्रडक्ट मार्केटमा आयो भने त मान्छेसँग अप्सन भयो नि त जहिले पनि त्यता हो नि हेर्नु एउटा मात्र अप्सन छ भने मान्छेलाई डिमान्ड बढ्ने हो होइन मल्टिपल अप्सन मार्केटमा छ भने के हुन्छ मान्छेले चुज गर्न पायो नि त म यो हेर्छु भने चुज गर्न पाएन